नराम्रो भएर आएर त्यही भएर हामी बोलेको हो। अरू चाहिँ हामीलाई त्यो कोर्टको कुरामा चाहिँ हामीलाई कुनै पनि यस्तो दखल अन्दाज गर्न अब चाहिँ बुढी छोरीलाई थिएन। केही दिन परेन भनेर लाइभमा आएर हेर भाइ, लाइभमा आएर केस जित्यो भनेर नाचेको हो कि मान्छे, बुझ्नुभयो? त्यस्तो खालको मान्छे हो कि। अब त बुढी छोरीलाई केही दिन परेन। अब अंश बन्द भइसकेपछि चाहिँ अब त डिभोर्स भन्ने कुरा पनि अब माइन्ड त्यो उस नहुँदो रहेछ कि, त्यो माइनर नहुँदो रहेछ कि। अब भयो नि ठिक नभए नि ठिक छ, त्यस्तो हुँदो रहेछ। अनि लाइभमा आएर बेसमरी नाच्यो कि। किन नाचेको दाइ भन्दा केस मैले जितेँ भनेर नाच्यो कि। केस त अब रश्मि गुरुङले जितेको, तर उसले चाहिँ नदिन पर्ने ठाउँमा अब जति छ जे छ त्यही गोर्खा चुनडाँडाको त जग्गा दिन त्यति, अब त्यो त त्यत्तिकै फ्रीमा नि छोडेर आउँछ अरे कि मान्छेले। उहाँ बस्ने आफन्तीहरू, त्यसको आफन्ती नै छ क्या। हामीसँग यहाँ बोल्नुहुन्छ, फोन गरिराख्नुहुन्छ त्यो आन्टीहरू हुनुहुन्छ, उहाँ आन्टीहरूले भन्नु कि यहाँको जग्गा त त्यत्तिको छोडेर जान्छ। नानी तैँले किन लिएको यस्तो जग्गा भन्छ कि। अब के नि, कानुनले देशी, अब कानुन मान्नै पर्यो होइन। हामीलाई त केही गुनासो छैन। त्यही हो, छोरीको फोटो हिजो बिगारेर हेर्छ कि। अब को भाइहरूले बिगारेको प्लिज त्यो चाहिँ हटाइदिनु होइन। बिगार्न मन लाग्यो त्यसकै बिगार्नुहोस् होइन, त्यसको शाखा सन्तानको बिगार्नुहोस्, तर हाम्रो छोरीको नबिगार्नुहोस्, त्यही हो। त्यो यस्तो त्यो मान्छे बाउको गल्तीको सजाय छोरीले किन छोरीलाई चाहिँ नदिनु भन्ने कुरा हो। त्यही हो हाम्रो कुरा। आज फिटमिलले सुन्दैछ भने तिमीहरू आएर यस्तो गर्यो भन्ला र हामीलाई केही छैन, कुनै रिग्रेट पनि फिल हुँदैन। किनभने आज जे भइरहेको छ, छोरीको फोटोहरू उठ्नुमा धेरै ठुलो हात तिम्रो हो। त्यही भएर हामी आएर बोल्न बाध्य भएको हो। अब म पनि यसरी बोल्थेन होइन, तर यहाँ मलाई थुप्रै दिदीबहिनीहरूले म्यासेज गर्नुभएको छ क्या। जुन त्यसको त्यसले फोटोहरू उठाउँदै यो बेस्याको रगत अनि यो जेठाइसँग सुतेको, यो ससुरासँग सुतेको, त्यो बहिनीहरूले मलाई म्यासेज गर्नुभयो कि बहिनी दिदी बोलिदिनु न, हजुर गएर यसरी बोलिदिनु, हजुर गएर भनिदिनु। अब हामी त्यसको लाइभमा गयौँ भने हेर भाइ, ब्लग हानिदिन्छ कि। जोड्दैन कि हामीलाई। हामी कति गयौँ होइन, हामीलाई तान भनेर झगडा पनि गऱ्यौँ हामी। हामीलाई त मुख छाडेर ब्लग हानिदिने हो कि। अहिले चाहिँ अनब्लक गरेछ होइन, अहिले चाहिँ अनब्लक गरेको छ। जहिले पनि ब्लग हानिदिने कि हामीलाई। त्यसले भन्छ नि यहाँ आएर बोल भन्छ कि हामीलाई। हामी जाँदा ब्लग गर्छ अनि हामी लाइभ बस्दाखेरि यहाँ आइज नि त भन्दाखेरि आफ्नो भरोटे पठाएर भाइ हेर यहाँसम्म गरेछ कि। त्यो आफ्नो त्यो हुन्छ नि पैसा दिएर पालेको कुकुरहरूलाई पठाएर कट्टु खोलेर देखाएको छ कि हाम्रो लाइभमा। त्यस्तो समेत गरेछ कि यसले, कट्टु खोलेर देखाउन पठाएको छ कि भाइ। अस्ति भर्खरको कुरा यो, धेरै पनि भएको छैन। अनि यस्तो क्या, त्यो तपाईँ के गर्नुपर्छ भन्दाखेरि त्यो फिटम्यानलाई नि होइन, त्यो छोरीको त्यसलाई फी तिराउनु लाउनु पर्छ क्या। किन भन्दाखेरि 16 वर्ष होइन, कति